कन्हैया को, कृष्ण कन्हैया को, धेनु चरैया को मिली जुली गाऊं आरती हरि को, मिली जुली गाऊं आरती हरि को। मानमा प्रभु की मूर्ति सजाऊं, सब माँ प्रभु छन भाव बनाऊं। मानमा प्रभु की मूर्ति सजाऊं, सब माँ प्रभु छन भाव बना, हृदय लगाऊं पाऊ महरी को, हृदय लगाऊं पाऊ महरी को, कृष्ण कन्हैया को, रास रचैया को मिली जुली गाऊं आरती हरि को, मिली जुली गाऊं आरती हरि को। जानी न जानी पाप गरी को, क्षमा दिन होस प्रभु बोल गई को। जानी न जानी पाप गरी को, क्षमा दिन होस प्रभु बोल गई को। हृदय लगाऊं पाऊ महरी को, हृदय लगाऊं पाऊ महरी को, कृष्ण कन्हैया को, माखन चुरैया को मिली जुली गाऊं आरती हरि को, मिली जुली गाऊं आरती हरि को, मिली जुली गाऊं आरती हरि को, मिली जुली गाऊं आरती हरि को। कर्पूर गौरम करुणावतारम संसार सारम भुजगेन्द्रहारम सदा वसन्तं हृदयारविन्दे भवं भवानी सहितं नमामि। यानि कानि च पापानि जन्मान्तरकृतानि च तानि सर्वाणि नश्यन्तो प्रदक्षिणां पदे पदे। जातो दैत्यपदार्थाय देवानां पालनाय च तस्मै देवाय शक्त्याय सगुणाय महात्मने। सबैले हातमा पुष्प लौं, पुष्पाञ्जलि गरौँ। विघ्नेश्वराय वरदाय सुराप्रियाय लंबोदराय सकलाय जगद्धिताय नागाननाय श्रुतियज्ञ विभूषिताय गौरीसुताय गणनाथ नमो नमस्ते। देवी प्रपन्नार्ति हरे प्रसीद प्रसीद मातर जगतोऽखिलस्य प्रसीद विश्वेश्वरि पाहि विश्वं
त्वमेश्वरी देवी चराचरस्य वन्दे देव उमापतिं सुरगुरुं वन्दे जगत्कारणं वन्दे पन्नगभूषणं मृगधरं वन्दे पशूनां पतिं वन्दे सूर्यशशाङ्कवह्निनयनां वन्दे मुकुन्दप्रियं वन्दे भक्तजनश्रयं च वरदां वन्दे शिवं शङ्करं हरिः ओं महजनेन जनमय जन्तदेवास्तानि धर्माणि विधमान्यसन्नः त्यनाकं महिमानः स्वचन्देत्र पूर्वे साद्याः सन्ति देवाः सकलविविधमन्त्रपुष्पाञ्जलिं समर्पयामः हृदय सिद्धिले सहित भएका गणेश भगवान को भक्तवत्सल भगवान को पतित पावन भगवान नाम को श्रीमद् भागवत महापुराण को सप्ताह ज्ञान महायज्ञ को गौ माता को पृथ्वी माता को राष्ट्रपति पशुपतिनाथ भगवान को सत्य सनातन वैदिक धर्म को सत्य सनातन वैदिक धर्म को कपिल गोत्र का समस्त पितृहरु को कपिल गोत्र का ज्ञात अज्ञात पितृहरु को आयोजकर्ता परिवारहरु को सद्गुरुदेव भगवान को ओम प्रेमले बोलौं हर हर महादेव शंभो जय जय श्री राधे श्याम ल पुष्प चढाउँ आरती सबैले सेकौँ पापहं पापकर्माहं पापात्मा पाप सम्भव त्रैमां पुण्डरीकाक्ष सर्व पापहरो भव आउनुहोस् समादरणीय सज्जन हामीले आरती पुष्पाञ्जलीलाई पूर्णता गर्यौँ। अब श्रीमद् भागवत महापुराणको देववाणी एक अध्याय मूल पाठलाई हामी आनन्दपूर्वक बसेर श्रवण गर्नेछौँ आफ्ना पितृहरूको स्मरण गर्दै। जो पाठले पितृको उद्धार हुन्छ, कथाले हामीलाई आत्मज्ञान प्राप्त हुन्छ, त्यस्तो देवमयी पाठ कर्ता परिवारले बसेर आनन्दपूर्वक आफ्ना पितृको स्मरण गर्दै हात जोडेर यो पाठलाई श्रवण गर्नुहुनेछ। तत्पश्चात पावनमय दिव्यमय कथालाई हामी श्रवण गर्नेछौँ भन्दै आउनुहोस् चौथो अध्यायको देववाणीलाई पाठलाई हामी श्रवण गरौँ। बोलो भक्तवत्सल भगवानको ओम नमो भगवते वासुदेवाय। श्रीमद्भागवत महात्म्यम् अथ चतुर्थोऽध्याय। सुत उवाच अथ वैष्णवचित्तेषु दृष्ट्वा भक्तिमलौकिकीं निजलोकं परित्यज्य भगवान् भक्तवत्सलः वनमाली घनश्याम पीतवास मनोहर काञ्चीकलापरुचिरो लसन्मुकुटकुण्डलः त्रिभङ्गललिता सारु कौस्तुभेन विराजित कोटिमन्मथलावण्यो हरिचन्दनचर्चितः परमानन्दचिन्मूर्तिर्मधुरो मुरलीधर आविवेश स्वभक्तानां हृदयन्यमलानि च वैकुण्ठवासिनो ये च वैष्णवा उद्धवादय तद्गताश्रवणार्थं ते गुणरूपेण संस्थिताः। तदा जय जय रावो रसपुष्टिरलौकिके चूर्णप्रसन्नवृष्टिः समूह शङ्कर भव्यवदा तदवासां संविधानं च देहगे आत्मविस्मृति दृष्ट्वा तन्मयावस्थं नारदो वाक्यमब्रवीत अलौकिकोऽयं महिमा मुनीश्वराः सप्ताहजन्योऽथ विलोकितो मया मूढासठाये पशुपक्षिणोऽत्र सर्वेऽपि निष्पापतमा भवन्ति अतो निलोके ननु नास्ति किञ्चित् चित्तस्य शोधाय कलौ पवित्रम् अघोघविध्वंसकरं तथैव कथासमानं भुवि नास्ति चान्यथा के विशुद्ध्यन्ति वदन्तु मह्यं सप्ताहयज्ञेन कथामयेन कृपालुभिर्लोकहितं विचार्य प्रकाशित कोऽपि नवीनमार्गः कुमारौजोः ये मानवाः पापकृतस्तु सर्वदा सदा दुराचाररताभिमार्गगाः क्रोधाग्निदग्धाः कुटिलाः सकामिनः सप्ताहयज्ञेन कलो पुनन्ति ते सत्येन हीना पितृमातृदोषका तृष्णाकुलाचाश्रमधर्मवर्जिताः एताम्बिका मत्सरिणोऽपि हिंसका सप्ताहयज्ञेन कलौ पुनन्ति ते पञ्चोग्रपापाछलछद्मकारिणः क्रूरा पिशाच इव निर्दयाशये प्रमत्सपुष्टाभिविचारकारिणः सप्ताहयज्ञेन कलौ पुनन्ति ते कायेन वाचा मनसा विपातकं नित्यं प्रकुर्वन्ति सठाहटेन ये परस्य पुष्टा मलिना दुराशयाः सप्ताहयज्ञेन कलौ पुनन्ति ते अत्र ते कृतयिष्याम इतिहासं पुरातनं यस्य श्रवणमात्रेण पापहानि प्रजायते तुङ्गभद्रतटे पूर्वमभूत्पत्तनमुत्तमं यत्र वर्णस्वधर्मेण सत्यसत्कर्मतत्पराः आत्मदेव पुरे तस्मिन् सर्ववेदविशारदः स्रोतस्मात् निष्णातो द्वितीयैव भास्करः भिक्षुको वित्तवान् लोके तत्प्रिया धुन्दुले स्मृता सौभाग्यस्थापिका नित्यं सुन्दरी शुक्लोद्भवा
लोकवार्तरता क्रूरा प्रायशो बहुजल भिकाक्षुरा चक्रकृत्येषु कृपणा कलह प्रिया एवं निमसतो प्रेम्णा दम्पत्योरममाणयोः अर्थकामतयोरासन्न सुखाय गृहादिकं पश्चाद्धर्मः समारब्धस्ताभ्यं सन्धान हेतवे गोपो हिरण्यवासांसि दिनेभ्यो यच्छतः सदा धनार्थं धर्ममार्गेण ताभ्यं नीतं तथापि च न पुत्रो नापि वा पुत्रे ततश्चिन्ता चिन्तातुरो वृषाम् एकदा सतुजो दुःखादिगृहं त्यक्तवनं गतमध्यनिद्रितो जातस्तडागं समुपेयवान् पीत्वा जलं निषण्णस्तु प्रजा दुःखेन कर्षितं मुहूर्तादपि तत्रैव सन्न्यासी कश्चिदागतः दृष्ट्वा पीतजलं तं तु विप्रो यातः सदन्तिकं नत्वा च पादेस्तस्य निःश्वसनसंविदः पुरः यतिरुवाच कथं रोदिषि विप्रतं कात्यचिन्ताबलीयसि वदत्वं सतरं मह्यं स्वस्य दुःखस्य कारणं ब्राह्मण उवाच किं ब्रवीमिरिषे दुःखं पूर्वपापेन संचेतं मदीया पूर्वजास्तोऽयं कवोष्णमुपमुञ्जते मद्दत्तं नैव गृह्णन्ति प्रत्यदेव द्विजातया प्रजा दुःखेन शून्योऽहं रणं स्नग्तुमिहागता दिग्जीवितं प्रजाहीनं दिग्गृहं च प्रजां विना दिग्धनं चानपत्य स दिक्कुलं सन्तति विना पाल्यते यमया धेनु सामन्त्य सर्वथा भवेदयो मया रोपितो वृक्षः सोऽपि बन्धतमाश्रयेत यत्फलं मद्गृहायातं तच्च शीघ्रं विनश्यति निर्भाग्यसनपत्य स किमतो जीवितेन मह्यम् इत्युक्त्वा जरुरो दोचे तत्पार्श्वं दुःखपीडितान् तदा तस्य यथेच्छिते करुणावद्गरीयसे तद्बालाक्षरमालं च वाचयामास योगवान् सर्वं ज्ञातयति पश्चात् विप्रमुचे सविस्तरं यतिरुवाच मंसा ज्ञानं प्रजारूपं बलिष्ठा कर्मणो गति विवेकं च समासाद्य त्यज संसारवासना शृणु विप्रमयाथेद्य प्रारब्धं तु विलोकितं सप्तजन्मावधि तव पुत्रो नैव च सन्तते सगरो दुःखं वापाङ्गपुरा तथा रे मुञ्चत कुटुम्बा संसन्यासे सर्वथा सुखं ब्राह्मणो उवाच विवेकेन भवेत् किं मे पुत्रं देहि बलादपि नो त्यजाम्यहं प्राणं त्वदग्रे सुखमूर्छितः पुत्रादिसुखहीनोऽयं सन्न्यासः शुष्क एव गृहस्थसरसो लोके पुत्रपौत्र समन्वितः इति विप्रग्रहं दृष्ट्वा प्राप्रविशतबोधन चित्रकेतुर्गतः कष्टं विधि लेखविमार्जनात् न यस्य सुखं पुत्र तथा दैवतोद्यमतो हठेन युक्तोऽसि यर्थिनं किं वदाम्यहं तस्य क्रमं समालोक्य फलमेकं स दत्तवान् इदं वक्ष्य पत्न्या त्वं ततः पुत्रो भविष्यतः तथा पुत्रो भविष्यति सत्यं शौचं दया दानम् एकभक्तं च भोजनं वर्षावधि स्त्रिया कार्यं पुत्र तेन पुत्रोति निर्मलः एवं उक्त यो योगी विप्रस्तु क्रियामागतः पत्न्यपाणोफलं दत्त्वा स्वयं यतस्तु कुत्रचित् तरुणी प्रवोतां तरुणी कुटिला तस्य रक्षगृजरुरोधः अहो चिन्तमुपत्पन्ना फलं चाहन भक्षे फलभक्षणकर्म स्यात् गर्भेणोदरवृद्धिता स्वल्पभक्तो शक्तिर्क्रियाकार्यं कथं भवेत् दैवतघाटी व्रजत ग्रामे पलायित गर्भिणी कथं सुखमन्निवचत गर्भं तं कुक्षे कथमुत्सृजत तिर्यक्षेद गतो गर्भ तदा विमरणं भवेत् प्रसूतो दारुणं दुःखं सुकुमारी कथं सहे मन्दाय मयि सर्वस्वं नन्दा समरे तदा सत्यशौचनियमो दुराराध्य सदृशते लालने पालने दुःखं प्रसूताय सवर्तते वन्द्यवा विधवा नारी सुखिनी च धीमे मतेः एवं कुतर्कयोगेन तत्फलं नैव भक्षितं पत्न्या प्रश्नफलं भुक्तं चेति तैरिताम् एकदा भगिनी तस्य तदित्यं स्वच्छया गता तदग्रे कथितं सर्वं चिन्तयं महतीमेः दुर्बलात्येन दुःखेन यनुज करवाणि किं स प्रावस ब्रह्मगर्भोऽस्ति तं दास्यामि प्रशोषितः तावत्कालं स गर्भेव गुप्ता तिष्ठगृहे सुखं वित्तं तमुत्पत्तिर्यच्छ सते दास्यति बालकान् षण्मासिको मृतो बाल इति लोको वदिष्यति तं बालं पोषयिष्यामि नित्यमागते गृहे फलमर्पय धन्वै त्वं परीक्षार्थं साम्प्रतं तदा चरितं सर्वं तथैव श्रीस्वभावतः अधकालीन सा नारी प्रसूता बालकं तदा अन्यजनको बालं रहस्ये धुन्धुलिं ददौ तया च कथितं भर्ते प्रसूत सुखमर्भक लोकस्य सुखमुत्पन्नमात्मदेव प्रचोदयात् ददौ दानं दजादिव्यो जातकर्मविदाय च गीतवादित्रघोषवो तद्वारि मङ्गलं बहो भर्तुरग्रे ब्रवीदवाक्यं स्तन्यं नास्ति कुचे मम स्तननिर्दुग्धा कथं पुष्टामि बालकान् मत्सु सप्रसूताय मृदुबालस्तु वर्तते तामकार्य गृहे रक्षा सातिर्वं भोषयिष्यते पतिना तत्कृतं सर्वं पुत्ररक्षणहेतवे पुत्रस्य धुन्धुकारिति नाम मात्र प्रतिष्ठितः त्रिमासे निर्गते साथ छादेनु सुसुभिर्भगं सर्वाङ्गसुन्दरं दिव्यं निर्मलं कनकप्रभं दृष्टा प्रसन्न विप्रस्तु संस्कारं स्वयमाददे मत्वा सर्वं जनाः सर्वे दिदृक्षार्थं समागताः भाग्योदयोधुना जाता आत्मदेवस्य पश्चात् ध्यन्वा बालप्रसूतस्तु पैवरूपेति कौतुकं न ज्ञातं तत्र रहस्यं तु केन विविधियो गतः गोकर्णं तं सुतं दृष्ट्वा गोकर्णं नाम चाकरोत् यत्कालेन तौ जातो तरुणोदनया भवो गोकर्णपण्डितो ज्ञानी धुन्धुकारी महाखलः स्नानशौचक्रियाहीनो दुर्भक्षी क्रोधवर्धिता दुष्परिग्रहकर्ता च सवास्तेन भोजनम्
चौरः सर्वजनद्वयसी परभीष्म प्रदीपकलालनयर्भकान् धृत्वा सद्यकूपे निपातयेत् हिंसकसहस्रधारी च दिनन्दानं प्रपीडक चाण्डालविरतो नित्यं भासहस्तसङ्गतः तेन वेश्याकुसङ्गेन पितरं वित्तं तु नासीदव्यकदा पितरो ताड्यपात्राणि स्वयमाहरत तद्विधा कृपणाप्रोचतनयिनुरुरोधः अपन्दस्तं तु समीचीनं कुपुत्रो दुःखदायकः क्व तिष्ठामि क्व गच्छामि को मे दुःखं व्यपोहयत प्राणं त्यजामि दुःखेन कष्टं मम संस्थिता तदानीं तु समागत्य गोकर्णो ज्ञानसंयुत बोधयामास जनकं वैराग्यं परिदर्शयन् असारखलसंसारो दुःखरूपी विमोहक सुतः कस्य धनं कस्य स्नेहवान् ज्वलते निशां न चन्द्रस्य सुखं किञ्चन सुखं चक्रवर्ती न सुखमस्ति विरक्तस्य मुनिरेकान्तजीविनः मुञ्च ज्ञानप्रजारूपं महतो नरके गते निपति सति देहोऽयं सर्वं त्यक्त्वा वनं व्रजः तद्वाक्यं तु समाकर्ण गन्तुकामपि तां ब्रवीद किं कर्तव्यने तात तत्त्वं वद सविस्तरम् अन्धगोपे स्नेहपाशे पद्मपङ्गुरहं सठ कर्मणा पतितो नूनं मामुद्धर दयानिधे गोकर्ण उवाच देहेऽस्ति मां सरधिरे विमतिं त्यज त्वम् जायासुतादिश सदा ममतां विमुञ्च पश्यानिशं जगदिदं क्षणभङ्गनिष्ठं वैराग्यरागरसिको भवभक्तिनिष्ठः धर्मं भजस्व सततं त्यज लोकधर्मान् सेवस्य साधुपुरुषान् जहि कामतृष्णाम् अन्यस्य दोषगुणचिन्तनमासु मुक्त्वा सेवाकथारसमहो नितरां विवात्वाम् एवं सुतोक्तिवसतो विगृहं विहाय यातो वनं स्थिरमतिर्गतषष्टिवर्षः युक्तो हरेरनुदिनं परिचर्ययासो श्रीकृष्णमापनियतं दशमस्य पाठात्। जय जय श्री पद्मपुराण उत्तरखंडे श्रीमद्भागवत महात्म्ये विप्रमोक्षो नाम चतुर्थोऽध्यायः। श्रीकृष्ण गोविंद हरे मुरारे श्रीकृष्ण गोविंद हरे मुरारे हे नाथ नारायण वासुदेवा श्यामा नारायण हे मुकुंद लक्ष्मीपते के सवा वासुदेवा राधापते के सवा वासुदेवा। राधारमण भगवान को कपिल गोत्र का समस्त पितृहरु को भागवत भगवान को जय जय श्री राधे श्याम हर हर महादेव शंभो। समादरणीय सज्जन हामीले एक अध्याय देववाणी मूल पाठमा हामीले श्रवण गऱ्यौँ महात्म्यको चौथो अध्याय। अब आउनुहोस् कलाकार मित्रबाट एउटा मिठो भजनमा हामी आनन्दित हुँदै परम श्रद्धेय परम पूजनीय गुरुदेवका मुखारविन्दबाट पावनमय दिव्यमय आनन्दमय दिव्य भागवतीय गाथा महात्म्यको कथालाई हामी श्रवण गर्नेछौँ भन्दै आउनुहोस् कलाकार मित्रबाट एउटा मिठो भजनमा आनन्दित हुँदै अगाडिको कार्यक्रममा हामी उपस्थित हुनेछौँ। बोलो भागवत भगवानको। श्री जय राधे बोले श्याम सुंदर भगवान की। आउनुहोस् केही बेर हामी भजनमा सबैजना आनन्दित बनाऊ। काहे तेरी अखियों में पानी, काहे तेरी अखियों में पानी, काहे तेरी अखियों में पानी, काहे तेरी अखियों में पानी पानी। कृष्ण दीवानी मेरा श्याम दीवानी, कृष्ण दीवानी मेरा श्याम दीवानी। ओ मेरा कृष्ण दीवानी, ओ मेरा श्याम दीवानी, ओ मेरा कृष्ण दीवानी, ओ मेरा श्याम दीवानी। काहे तेरी अखियों में पानी,
काहे तेरी अखियों में पानी, काहे तेरी अखियों में पानी, काहे तेरी अखियों में पानी पानी। कृष्ण दीवानी मेरा श्याम दीवानी, कृष्ण दीवानी मेरा श्याम दीवानी। ओ मेरा कृष्ण दीवानी, ओ मेरा श्याम दीवानी, ओ मेरा कृष्ण दीवानी, ओ मेरा श्याम दीवानी। हंस के तो पी ले विष का प्याला, हंस के तो पी ले विष का प्याला। तो ही क्या डर तेरे संग गोपाल, तो ही क्या डर तेरे संग गोपाल। तेरे पैन की ना होगी हानि, तेरे पैन की ना होगी हानि, तेरे पैन की ना होगी हानि, तेरे पैन की ना होगी हानि हानि। कृष्ण दीवानी मेरा श्याम दीवानी, कृष्ण दीवानी मेरा श्याम दीवानी। ओ मेरा कृष्ण दीवानी, ओ मेरा श्याम दीवानी, ओ मेरा कृष्ण दीवानी, ओ मेरा श्याम दीवानी। सबले ताली में से गनोला। सबके लिए मैं मुरली बजाऊं, सबके लिए मैं मुरली बजाऊं। नाच नाच सारे जग को नचाऊं, नाच नाच सारे जग को नचाऊं। राधा नहीं है मेरी रानी, सिर्फ राधा नहीं है मेरी रानी, राधा नहीं है मेरी सिर्फ राधा नहीं मेरी रानी रानी। कृष्ण दीवानी मेरा श्याम दीवानी, कृष्ण दीवानी मेरा श्याम दीवानी। ओ मेरा कृष्ण दीवानी, ओ मेरा श्याम दीवानी, ओ मेरा कृष्ण दीवानी, ओ मेरा श्याम दीवानी। काहे तेरी अखियों में पानी, काहे तेरी अखियों में पानी, काहे तेरी अखियों में पानी, काहे तेरी अखियों में
दीवानी मीरा श्याम दीवानी, कृष्ण दीवानी मीरा श्याम दीवानी। ओ मीरा कृष्ण दीवानी, ओ मीरा श्याम दीवानी, ओ मीरा कृष्ण दीवानी, ओ मीरा श्याम दीवानी, ओ मीरा कृष्ण दीवानी, ओ मीरा श्याम दीवानी, ओ मीरा कृष्ण दीवानी, ओ मीरा श्याम दीवानी। श्याम सुंदर भगवान की जय हो। ओम श्री हरि श्री राधे। ओम ओम श्री परमात्मने नमः। श्री गणेशाय नमः। यं शैवासमुपासते शिव इति ब्रह्मेति वेदान्तिनो, बौद्धा बुद्ध इति प्रमाणपटवः, कर्त्रेति नैयायिका। अर्हान्नित्यतजैन शासनरता, कर्मेति मीमांसका। सोऽयं नो विदधातु वाञ्छितफला, त्रैलोक्यनाथो हरि। नारायणं नमस्कृत्य नरं चैव नरोत्तमं, देवीं सरस्वतीं व्यासं ततो जयमुदीरये। जय जय श्रीराधारमण, जय जय नवला किशोर, जय गोपीचितचोर प्रभो, जय जय माखनचोर। ऋषिभिः संस्तुता नित्यं, हिन्दुराष्ट्रविभूषिता। वैदिके साधना भूमे, वन्दे नेपालमातरम्। गुरुर्ब्रह्मा गुरुर्विष्णु, गुरुर्देवो महेश्वर, गुरु साक्षात् परब्रह्म, तस्मै श्री गुरवे नमः। कृष्णात्वदीय पदपङ्कजपञ्जरान्ते, आद्यैव मे विशतु मानसराजहंस। प्राणप्रयाण समये कपवादपित्ते, कण्ठावरोधनविधौ स्मरणं कुतस्ते। शरणागतदीनार्त परित्राणपरायणे, सर्वस्यार्ति हरे देवी नारायणि नमोस्तुते। या देवी सर्वभूतेषु शान्तिरूपेण संस्थिता, नमस्तस्यै नमस्तस्यै
नमस्तस्यै नमो नमः। भक्तवत्सल भगवान गो, भागवत भगवान गो, कपिल गोत्रमा दिवंगत हुनुभएका समस्त पितृहरूको उद्धार हो, कर्ता परिवार गो जय हो। ओम प्रेमले भनो हर 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 महादेव शंभो। शंभो। जय जय श्री राधे श्याम। ओम नमः शिवाय। परम मंगलमय परात्पर अखिलेश्वर पूर्ण ब्रह्म परमात्मा भगवान श्रीहरिका चरणारविन्दमा कोटि कोटि वन्दना गर्दै पूर्ण ब्रह्म परमात्मा भगवान श्रीकृष्णको प्रत्यक्ष वाङ्मय प्रतिमूर्ति श्रीमद् भागवत महापुराण सप्ताह ज्ञान महायज्ञ पूज्य गुरुवर गंगाराम अधिकारी गुरु, यज्ञका आचार्य अर्जुन भट्टराई गुरुवर, कलाकार कृष्ण निरौलाज्यू, त्यसै गरेर तबलामा रहनुहुने सतीश निरौला, गणपतिका रूपमा वर्ण भएर बस्नुहुने पूज्य बुवा मित्र प्रसाद भट्टराई बुवा, सँगसँगै प्राविधिक रूपमा रहनुहुने भरत बाबु प्रसाई, यो महान यज्ञलाई आयोजना गर्नुहुने कर्ता परिवारजीहरू कृष्ण बहादुर, रत्नकुमारी, उहाँहरूका उहाँहरूका पुत्रहरू सन्तोष, सिर्जना, चित्रबहादुर, सिर्जना, अर्जुन, रञ्जिता, पदम कुमारी, जितेन्द्र, राधिका, गोलेन्द्र, रोमा, मोहन, मीना, विकास, नवीना, विशाल, आयुषा र उहाँहरूका सपरिवारहरू, उहाँहरूका आफन्तजीहरू, भक्तिमयी माताहरू, भावमयी पिताहरू, धर प्राण युवा शक्तिहरू, साना भाइ बहिनीहरू र समाजमा रहनुहुने लब्ध प्रतिष्ठित महान व्यक्तित्वहरू, सँगसँगै भागवत टिभी युट्युब च्यानलका माध्यमबाट हामीसँग देश विदेशबाट रहेर जोडिनुहुने सम्पूर्ण भक्तजनहरूलाई पञ्चम दिवसीय सायंकालीन सत्रमा हामी स्वागत गर्न चाहन्छौँ। व्यासपीठको तर्फबाट सबैले भनिदिनु होला राधे 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 राधे। समादरणीय भक्तजन, हामी यो परम पवित्र भूमिमा बसेर श्रीमद् भागवत महापुराणको दिव्य कथा प्रसङ्ग सुन्दै आएको 5औं दिनको पनि हामी सायंकालीन सत्रमा उपस्थित भइसकेका छौँ। दिवाकालीन सत्रमा हामीले दिव्य भगवान श्रीकृष्णको नन्द उत्सवलाई मनायौँ, आनन्द लियौँ। सबैजनाको उपस्थिति धेरै मात्रामा रह्यो। सँगसँगै हामीले आजको दिवाकालीन सत्रमा एक सत्रका रूपमा भागवत महापुराणको कथा यहाँबाट वाचन गऱ्यौँ। पक्कै हजुरहरूलाई धेरै सहज पनि भयो होला। भोलि र पर्सि हाम्रो कथा रहनेछ। भोलि पनि आज हामीले जसरी एक सत्रका रूपमा यो भागवत महापुराणको कथा गऱ्यौँ दिउँसो, भोलि पनि हजुरहरूलाई यही समय रहनेछ। ठिक 11 बजीबाट लिएर 3 बजीसम्म कथा प्रवचन हुनेछ। अनि बिहान जसरी मण्डप पूजा भयो, मूल पाठ भयो, त्यसैले यो मूल पाठहरू अघि बढेर जानेछ भन्ने परम पवित्र कामना गर्दै आउनुहोस् सज्जन। अब हामी एउटा भगवानको दिव्य भजन श्रवण गर्नेछौँ। त्यस पश्चात हजुरलाई विलम्ब नगराई श्रीमद् भागवत महापुराणका परम पवित्र महात्म्यका कथा प्रसङ्गहरू सुनाउनेछौँ। भक्तवत्सल भगवानको, भागवत भगवानको। श्री राधे। आउनुहोस् एउटा भजनमा हामी सबैजना आनन्दित बनाऊ। चुडेर लान्छ निष्ठुरी कालीले, सक्दैन रोक्न मायाको जाले। की खरानी की त माटो सिरानी, की खरानी की माटो सिरानी। हो कि होइन भक्तजन? सबैले नाचेर पनि साथ दिनु होला है त। जय हो। चुडेर लान्छ निष्ठुरी कालीले, चुडेर लान्छ निष्ठुरी कालीले, सक्दैन रोक्न मायाको
जालैले सक्दैन रोक्न मायाको जालैले ती खरानी गीत माटो सिरानी ती खरानी गीत माटो सिरानी राधे जय हो सबैले तालीले सेवा गर्नलाई त भक्तजन जय हो श्री राधे सबैले तालीले सेवा गर्नलाई हरि बोल श्री हरि जय हो यो हाम्रो जीवन पानीको फोका यो हाम्रो जीवन पानीको फोका नपर्नु भएर दिनेछ धोका नपर्नु भएर दिनेछ धोका ती खरानी गीत माटो सिरानी ती खरानी गीत माटो सिरानी चुडेर लान्छ निष्ठुरी कालैले चुडेर लान्छ निष्ठुरी कालैले सक्दैन रोक्न मायाको जालैले सक्दैन रोक्न मायाको जालैले ती खरानी गीत माटो सिरानी ती खरानी गीत माटो सिरानी जय हो सबैले तालीले सेवा गर्नलाई त भक्तजन श्री हरि जानु छ पाकै भरि या भोलि जानु छ पाकै भरि या भोलि भरेर लैजाऊ रङ्गको झोली भरेर लैजाऊ रङ्गको झोली ती खरानी गीत माटो सिरानी ती खरानी गीत माटो सिरानी चुडेर लान्छ निष्ठुरी कालैले चुडेर लान्छ निष्ठुरी कालैले सक्दैन रोक्न मायाको जालैले सक्दैन रोक्न मायाको जालैले ती खरानी गीत माटो सिरानी ती खरानी गीत माटो सिरानी राधे जय हो श्री हरि श्री राधे हरि बोल जाँदैन साथमा सुनचाँदी धना जाँदैन साथमा सुनचाँदी धना साथमा जान्छ पाप र धर्म साथमा जान्छ पाप र धर्म ती खरानी गीत माटो सिरानी ती खरानी गीत माटो सिरानी चुडेर लान्छ निष्ठुरी कालैले चुडेर लान्छ निष्ठुरी कालैले सक्दैन रोक्न मायाको जालैले सक्दैन रोक्न मायाको जालैले ती खरानी गीत माटो सिरानी 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 भक्तवत्सल भगवान को जय हो भागवत भगवान को जय हो आउनुहोस् समादरणीय भक्तजन अब हामी केही समय श्रीमद् भागवत महापुराणका महात्म्यका कथा प्रसङ्गहरू सुन्दैछौँ सबैजना शान्त भएर यथास्थानमा बस्नुहुनेछ महात्म्य पश्चात हामी दिव्य ज्ञानमञ्च आदि गरेका कार्यक्रमहरू लिएर पुनः उपस्थित हुनेछौँ तसर्थ अब हाम्रो केही समय हामी महात्म्यका कथा प्रसङ्गहरू सुनौँ हिजो हामीले महात्म्यका कथा प्रसङ्गहरू सुन्ने क्रममा 3 अध्यायलाई पूर्ण गरेका छौँ आज 4 अध्यायमा गएर यही कथा प्रसङ्गलाई अगाडि बढाउनुहुन्छ सुत पौराणिक भन्नुहुन्छ अथ वैष्णवचेतेषु दृष्ट्वा भक्तिमलौकिकीं निजलोक परित्यज्य भगवान् भक्तवत्सल
सनत कुमार अधिकारीका ऋषिले भागवत सुनाउनु भयो। सुनाएका ठाउँमा भक्ति महारानी आफ्ना पुत्र ज्ञान र वैराग्यलाई लिएर आउनुभयो। अनि भक्तिले भन्नुभयो म कहाँ बस्नु? त्यो ऋषिले स्थान दिनुभयो, तिमी भक्तका हृदयमा गएर बस्नु। भक्ति आएर हाम्रा हृदयमा आएर बस्नुभयो। त्यही भएर तपाईँ हामीलाई शुभ कर्म गर्न मन लाग्छ, पुराण सुन्न मन लाग्छ, पूजा आदि गर्न मन लाग्छ, मठ मन्दिरमा जान मन लाग्छ। हाम्रो हृदयमा भक्ति बसेका कारणले गर्दा, नत्र हामीलाई यो केही मन लाग्दैन। त्यही कथा प्रसङ्ग अघि बढाउनुहुन्छ। जब त्यो भागवत महापुराण चलिरहेको थियो, त्यसै बिचमा भगवान् नारायण पनि प्रादुर्भाव हुनुभयो। भगवान् त कस्तो हुनुहुन्छ अरे भने वनमाली घन श्याम पीतवास मनोहर काञ्चे कलाप रुचिरो लसान मुकुट कुण्डल। भगवान् विष्णु आउनुभयो। विष्णुले वनमाला लगाउनु भएको छ। घनश्याम मेघको जस्तो स्वरूप छ अरे भगवान् विष्णुको नि। पहेँला कपडा लगाउनु भएको मनोहर, जसले भगवान् नारायणलाई देख्छ त्यो व्यक्तिको मन हरण भएर जान्छ। हामीले पनि भगवान् श्रीकृष्णको खुट्टालाई हेऱ्यौँ भने, त्यसै गरेर भगवान्हरूको खुट्टालाई हामीले अवलोकन गऱ्यौँ भने हामीलाई पनि के लाग्छ? बारम्बार हेरौँ हेरौँ लाग्छ। भगवान् श्रीकृष्णको कति राम्रो फोटो छ केही न भन्नु त। बरहा पीणम नटवर बपो कर्णयो कर्णिकारम बिभ्रात वासा कनक कपिसा वैजयन्तीं समाला रंध्रान वेणो अदर सुदया पूरयन् गोपवृन्दै वृन्दारण्यं स्वपदरमण प्राविशाद गीतकीर्तिः। भगवान् श्रीकृष्णले वृन्दावनमा रहँदाखेरि गाई बाछा चराउनको निमित्त जङ्गल जानुहुन्थ्यो। त्यतिखेर गोपिनीहरू सबै भेला आउनुहुँदो रहेछ आफ्ना घरका काम सकेर। अनि भेला भएपछि ती गोपिनीहरू अरू कुरा गर्नुहुँदो रहेछ। तपाईँ हामी भेला हुने गर्छौँ कि गर्दैनौँ? हामी पनि सकिन्छ भने आफ्ना घरका काम सकेर एकछिन भेला हुने बानी गर्नुपर्दो रहेछ। अनि भेला भएर चाहिँ हामी बाहिरी कुरा कहिले गर्नु हुँदो रहेछ? तपाईँ हामी एकछिन भेला भयौँ भने हामी बाहिरी कुरा गर्न थाल्छौँ। तर ती गोपिनीहरू त के कुरा गर्नुहुँदो रहेछ भने श्रीकृष्णकै चर्चा गर्नुहुँदो रहेछ। गोपिनीहरूबाट हामीले यो कुरो सिक्नुपर्छ पुराणबाट। तपाईँ हामी र गोपिनीहरूमा यति कुरा फरक छ। हामी भेट हुँदा अर्काको कुरा गर्छौँ, तर ती वृन्दावनका गोपिनीहरू एक आपसमा भेट हुँदा भगवान्को कुरा गर्नुहुँदो रहेछ। ती गोपिनीहरू के भन्नुहुन्थ्यो त भन्दा, एउटी गोपिनी हेर भगवान् श्रीकृष्णलाई कति राम्रो देखिएको छ, बर्ह आपीडम। भगवान्ले मयूरको पङ्ख लगाउनु भएको छ। हेर कृष्णले मयूरको पङ्ख लगाउँदा कति राम्रो देखिँदो रहेछ। नटवर बपु, कृष्णको स्वरूप एउटा नाच्न कुशल नटवर जस्तो देखिन्थ्यो। त्यति फुर्ती हुनुहुन्थ्यो नि त भगवान् श्रीकृष्ण। अर्की गोपिनी भन्छन् हेर भगवान्लाई कति राम्रो देखिएको छ। अनि भगवान्ले लगाएका कुण्डलले जिज्ञासा लागेछ। हामीलाई त्यस्तो एउटा केही कथा प्रसङ्ग छ भने हजुरले सुनाइदिनुहोस्, जसले चाहिँ यो भागवत महापुराण सुनेर मुक्ति गतिलाई प्राप्त गर। यो भागवतको शक्ति र महिमा कति रहेछ यसको केही उदाहरण होला नि त, सुनाइदिनुहोस् भनेर सोध्ने बित्तिकै एउटा कथा ल्याएर सुनाउनुहुन्छ। यस्य ते गीतै श्याम इतिहासं पुरातनं यस्य श्रवण मात्रेण पापहानि प्रजायते। एउटा कथा ल्याएर सुनाउनु भयो। जुन कथा कसैले ध्यानपूर्वक सुन्यो भने त्यसको पाप नष्ट हुँदो रहेछ। त्यसै कारणले गर्दा सज्जन ग्रन्थले भन्छन्, हामी भन्छौँ, हामी जति बेर सुन्छौँ सुनेको कुरो चाहिँ बुझ्ने कोसिस गर्नुपर्दो रहेछ। हामीले धेरै सुन्यौँ तर बुझ्न सकेन भने त्यसले तपाईँ हामीलाई मुक्ति दिँदो रहेछ।
तर हामीले 5 मिनट मात्रै सुन्यौँ तर सुनेको कुरो बुझ्यौँ भने त्यसले हामीलाई मुक्ति गर्दो रहेछ। भक्तवत्सल भगवानको कसैले सोधो हजुर कहाँ गएर आउनु भन्दा हामी पुराण सुनेर आयौँ। आज कति दिन भएछ हौ खड्काका घरमा पुराण लागेको भनेर हामीलाई कसैले सोध्नुभयो जाँदा बाटा भने अनि के कथा गर्नु हुँदो रहेछ गुरुले महात्म्यमा के कथा आउँदो रहेछ अनि दिउँसो के कथा आयो भनेर घरमा हुनेले सोध्नुभयो भने हजुरले भन्न सक्ने भएर जानुभयो भने कल्याण हुँदो रहेछ। ए आज धुन्धुकारीको कथा आयो अनि सँगसँगै दिउँसो त नन्द उत्सव पो मनाइयो भन्यो भने कम्तीमा पनि हाम्रै कल्याण हुँदो रहेछ। यदि गुरुले भन्न त भन्दै हुनुहुन्थ्यो खोइ के हो के नबिसाइकन अनि कलाकारले पनि गाएका गाई हुनुहुन्थ्यो नृत्य पनि गऱ्यौँ तर के हो भन्यो भने चाहिँ त्यसले त्यत्रो फलिफाप हुँदो रहेछ। भक्तवत्सल भगवानको तर हजुरले त पक्कै याद गर्नुहुन्छ कति ज्ञानी हुनुहुन्छ आनन्दले बसेर सुन्नुभएको छ। यहाँ आत्मदेव नाम गरेका ब्राह्मणको कथा ल्याएर सुनाउनुहुन्छ। तुङ्गभद्रा तटे पूर्व अभूत्पत्तनमुत्तम यत्र वर्णास्वधर्मेण सत्य सत्कर्म तत्पराः। तुङ्गभद्रा नाम गरेका नदीका तटमा एकजना आत्मदेव नाम गरेका ब्राह्मणको कुटिया थियो। ब्राह्मण असाध्य विद्वान हुनुहुन्थ्यो, मानव दोस्रो सूर्य जस्तो चम्किलो हुनुहुन्थ्यो। वेद पढ्नुभएको थियो, शुभ कर्म गर्नुभएको थियो अनि धनी भए पनि यसो कता कता गएर भिक्षाहरू पनि उठाउनु हुँदो रहेछ, कर्मकाण्ड गर्न जानु हुँदो रहेछ। यसरी नै जीवनचर्या चलाउँदै जानुभयो। ती ब्राह्मणले विवाह गर्नुभयो। ती ब्राह्मणकी पत्नीको नाम थियो धुन्धुली। जब विवाह गर्नुभयो माघी विवाह गर्दा स्वभाव थाहा हुँदैन, किनभने अब पत्नीको पनि स्वभाव थाहा हुँदैन, पतिको स्वभाव पनि थाहा हुँदैन। जब विवाह गरेर ल्याउने बित्तिकै त्यो धुन्धुलीको स्वभाव चाहिँ कस्तो रहेछ भने सौभाग्य स्थापिता नित्य सुन्दरी सुकुलोद्भवा लोकवातरता क्रूरा प्रायसो बहुजल्पिका। कस्तो स्वभाव रहेछ भने नि सौभाग्य स्थापिता, आफूले भनेको कुरो चाहिँ हुनै पर्ने। तपाईँ हाम्रो कसैको स्वभाव हुन्छ क्या त्यस्तो, आफूले भनेको चाहिँ राम्रो अनि अरूले भनेको चाहिँ नराम्रो। यो धुन्धुलीको यस्तै स्वभाव रहेछ, आफूले जे बोल्यो नि त्यो बोलेको कुरो चाहिँ हुनै पर्ने। अनि नित्यम सुन्दरी शुक्लोद्भवा, राम्री पनि रहेछन्, राम्रो कुलमा पनि उत्पत्ति भएकी रहेछन्। अनि उनलाई कस्तो कुराको चाहिँ खुसी लाग्दो रहेछ भने लोकवार्तारता नित्यम, तल्ला घरको कुरो मास्टर घरमा लगायो अनि साथीमा कुरो लगायो अनि झगडा लगायो अनि त्यसपछि बाज्न थाल्छ नि अनि उनलाई आनन्द आउँदो रहेछ क्या। कसैको बानी त्यस्तो हुन्छ, गाउँघरमा परिवारमा साथी सङ्गीमा कुरो लगाउने बानी हुन्छ अनि कुरो लगाएर झगडा हुँदाखेरि आफूलाई आनन्दको महसुस हुन्छ। यो एक खालको स्वभाव हो, आफ्नो आफ्नो जन्मजात स्वभाव हुन्छ मान्छेको। यो धुन्धुलीको चाहिँ यस्तो रहेछ। अब विवाह गरिहाल्यो, विवाह गरेपछि फिर्ता गर्न मिल्दैन। यो आत्मदेवले विचार गर्नुभएछ अब पत्नी यस्तै छिन्, जीवन काट्नु पर्यो भन्ने विचार गरेर धैर्य गरे। तपाईँ हामी पनि दुईजनामा एकजना चाहिँ पानी भयो भने त्यो गृहस्थ आश्रम चल्छ। दुवैजना अब यस्ती पत्नी मलाई भिडाउने भनेर ती आत्मदेवले झगडा गर्न थाल्नु भएको भए त्यो गृहस्थी चल्थ्यो त भनेर चल्दैन थियो नि त। भक्तवत्सल भगवानको आत्मदेवले मनन गर्नुभयो। विद्वानको लक्षण यही हो सज्जन, विद्वान व्यक्तिले मनन गर्छ, ठाउँलाई विचार गरे मात्रै अभिव्यक्ति दिन्छ। तर जो व्यक्तिले अभिव्यक्ति दिने पनि ठाउँ हुन्छ, कुनै पनि कुरा कहाँ प्रस्तुत गर्ने अनि आफूलाई चित्त बुझेन भने कहाँ भन्ने त्यो विचार गरेर भन्नुपर्दो रहेछ। आत्मदेवले धैर्य गर्नुभयो अनि गृहस्थ जीवन बढ्दै गयो सज्जन। यदि गृहस्थ जीवनमा नि धैर्य धारण भएन, मेलमिलाप भएन भने चाहिँ साह्रै दुःख पाइँदो रहेछ क्या। एकजना ब्राह्मण हुँदो रहेछ, ती ब्राह्मणले चाहिँ साह्रै दुःख पाउनु भएछ।
ती ब्राह्मणले चाहिँ चित्त नबुझाएको कारणले गर्दा माघे विवाह गर्नुभएछ। पत्नीको स्वभाव रहेछ उल्टो बुझ्ने, जे भनौ ठिक्क उल्टो बुझ्नु हुँदो रहेछ। देवी अब मलाई भोक लागेको छैन भन्दाखेरि भोजन बनाएर दिइदिरहेछन्, तिर्खा लागेको छैन भन्दा पानी ल्याएर दिइदिरहेछन्, अनि मलाई यता जानु छैन लुगाहरू ठिक नपाएर भन्दा लुगा ठिक पारिदिरहेछन्। जे पनि उल्टो गर्नु पर्दो रहेछ क्या, बोल्नु पर्दो रहेछ। जन्मजातको स्वभाव हो। यी ब्राह्मण छक्क पर्नुभयो। भक्तवत्सल भगवानको अनि एक दिन त दुःखी भएर एकजना ऋषिसँग जानुभएछ गुरुका शरणमा। तपाईँ हामी पनि गुरुका शरणमा जान्छौँ दुःख पऱ्यो भने। गुरुलाई गएर भन्नुभएछ ब्राह्मण देवता तपाईँ किन आउनुभयो भनेपछि ब्राह्मणले आफ्नो दुःख पोखे। गुरुजी मैले बिहे गरेँ तर दुःखी छु, मेरी पत्नी त अझै उल्टो बुझ्छिन् उल्टो गर्छिन्, अब मेरो जीवन कसरी कटाउनु। के चाहिँ मेरो यी श्रीमतीको चाहिँ सुल्टो बुझ्ने बानी हुन्छ कि हुँदैन, मैले के गर्नुपर्छ भनेपछि गुरुले भन्नुभयो बाबु तिमीले विवाह गरेपछि कता कता गयौ के गयौ भनेर सोध्नुभएछ। ती ब्राह्मणले भने विवाह गरेपछि कता कता अरूतिर घुम्न गएको कुरो गर्छन्, देवी देवालयको मन्दिरमा गएको कुरो एउटै गर्दैन। अनि गुरुजी छक्क पर्नुभएछ। आजभोलि हामी पनि त्यस्तै गर्छौँ, घुम्न जान्छौँ, बिहे गरेर घुम्नु चाहिँ पर्छ तर त्योभन्दा पहिला देवताहरूलाई दर्शन गराउनु पर्दो रहेछ क्या। विवाह गर्छौँ नि हामी, बिहे गरेपछि आफ्ना कुलका देवताहरूलाई देखाउनु पर्यो, अनि स्थानीय देवी देवालयहरूको मन्दिरमा लगेर ती पत्नीलाई दर्शन गराउनु पर्यो, अनि नजिकका देवताको दर्शन गराउनु पर्यो, अनि घुम्नुपर्छ क्या। तर देवी देवताहरूको चाहिँ यादै छैन। देवी देवताहरूको ख्याल गरिएन भने धेरै दुःख पाइँदो रहेछ। अनि आफ्नो देवी देवताहरूलाई देखाएर अनि घुम्न जाने, घुम्न नजानु भनेर शास्त्रले भनेको छैन, अनि घुम्न जाने। तर देवी देवताहरूलाई देखाइएन भने चाहिँ दुःख पाइँदो रहेछ। ती ऋषिले सोध्नुभयो तिमीले कता कता विवाह गरेपछि गयौ भन्दाखेरि देवी देवताको मन्दिरमा त गएकै रहन्छ। अनि ती गुरुले भन्नुभयो एकचोटि लगेर गङ्गा दर्शन गराऊ। यदि गङ्गामा दर्शन गराउँदाखेरि कहिले कहिले धर्म गर्दा शुभ कर्म गर्दा कहिले कहिले मान्छेको बुद्धि पनि फर्किन्छ, राम्रो पनि हुन्छ। त्यसो भने एकचोटि लगेर तिमीले गङ्गामा दर्शन गराऊ भनेर ती गुरुले भनेपछि अब घरमा आए। पत्नीलाई उल्टो भन्नुपर्ने भयो भने देवी तिम्रो र मेरो बिहे भएको पनि धेरै वर्ष भएको छैन, हामीले कति देवी देवालयहरूको मन्दिरमा गएर दर्शन गऱ्यौँ, गङ्गाजीमा गएर हामीले कति पूजा गऱ्यौँ, अब हामी गङ्गाजीमा जानु हुँदैन हो भनेर भन्ने बित्तिकै उनले के बुझिन्, ए बिहे गरेको धेरै वर्ष भयो भन्ने बुझिन् नि, तपाईँले उल्टो भन्दा सुल्टो बुझ्थिन्। अनि तपाईँ गङ्गामा गएर दर्शन गराएको भन्नुहुन्छ, तपाईँले मलाई कहाँ लानुभयो, अनि जानु हुँदैन भन्नुहुन्छ, कहाँ जानु हुँदैन जानुपर्छ भनेर अब ठिक्क पऱ्यो। जब पत्नीलाई लिएर गए सज्जन जहिले उल्टो बोल्थे सम्झिन्थे, तर त्यहाँ गएपछि उनको सुल्टो बोलेछन् क्या। कहिले कहिले हामीलाई नि तपाईँ हामीले कुनै कुरा छल्यौँ भने त्यो कुरो एक न एक दिन देखिन्छ। तपाईँ हामी जति पनि नाटक गर्छौँ, जति पनि कुरालाई ढाकछोप गर्न खोज्यौँ भने केही न केही माध्यमबाट त्यो देखिन्छ, चाहे ढिलो होस् या छिटो होस्। मान्छेले जन्मजात आफ्नो स्वभाव जति परिवर्तन गर्न खोजोस्, अर्कालाई देखेर नि, अर्काको अनुहार उज्यालो देखेर अनि अन्य कुरो देखेर आफ्नो पनि त्यस्तै बनाउन खोज्यो, तर आफ्नो सक्कली स्वभाव त आइहाल्छ क्या। जन्मजात एउटा स्वभाव हुन्छ। भक्तवत्सल भगवानको त्यो 2-4 दिन सम्झुन्जेल मान्छेले त्यो त्यस्तो नाटक गर्छ, तर जहिले साध्य हुँदैन। यी ब्राह्मणले पनि उहाँ गएपछि बिर्सेछन्। गङ्गामा अब बाढी आइरहेको रहेछ। देवी गङ्गामा बाढी आएछ, पस्नु हुँदैन भनेर साँचो बोलेछन् क्या, सिधा बोलेछन्। सिधा बोल्ने ब्राह्मण उनले विचार गरिन्, ए अब गङ्गामा यत्रो बाढी आएको छ, अब कहाँ पस्नु हुँदैन, तपाईँ पस्नु हुँदैन भन्नुहुन्छ, बिचमा पसेर स्नान गर्नुपर्छ भनेर ड्याममै आम फालिहालिन्छ। त्यतिखेर ब्राह्मण आतिदै उत्तर दिशामा गए। त्यहाँ नाउ चलाउनेले नाउ चलाउँदै रहेछन्।
अनि त्यो ब्राह्मण भन्छ छिटो 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 जाल हान न मेरो श्रीमती बगिन् भनेर मासतिर गएर भनेपछि ती नाउ चलाउनेहरूले भने के भयो ब्राह्मण देवता तपाईँ उत्तरपट्टि आएर पानी बग्दैछ दक्षिण अनि उत्तरपट्टि आएर तपाईँ जाल हान भन्नुहुन्छ के भयो भन्दाखेरि मेरी पत्नी बगिन् अनि किन उता पो जाल हान्नुपर्ने त भन्दाखेरि ती ब्राह्मणले के भने मेरी पत्नीले जीवनभरि उल्टो बुझेर प्राण त्यागिन् बा मरेपछि पनि उल्टै बगिन् कि भनेर उल्टो जान लाग्यो भनेछन् क्या भक्तवत्सल भगवानको। गृहस्थ जीवन यस्तो भयो भने दुःख पाइँदो रहेछ क्या भन्न खोजेको। त्यसै कारणले गर्दा जस्तो स्वभाव छ पत्नीको जस्तो स्वभाव छ बुझेर मिलेर जीवन चलाउनु पर्दो रहेछ, नत्र दुःख पाइयो। जीवन कटाउन गाह्रो हुन्छ, धैर्य गर्नुपर्दो रहेछ। यहाँ आत्मदेवले हेर्नु त कसरी सहे, सिधा ब्राह्मण। अब धुन्धुली त्यस्तै छिन्, खपे बिहे गरेको धेरै भएछ, सन्तान भएन, मन पोल्न थाल्यो। मनको व्यथा कसरी सुनाउनु। एक दिन त प्राण त्याग्नु पर्यो भनेर गएछन् जङ्गल, एउटा रुखका फेदमा बसेका रहेछन्। उताबाट त्यहाँ ऋषि आउनु हुँदो रहेछ। भक्तवत्सल भगवानको अँध्यारो भएर बसेका आत्मदेवलाई जब ती ऋषिले देख्नुभयो, सोध्नुभयो ब्राह्मण तिमी किन यसरी दुःखी भएर बसेका छौ, कहिले पनि यति साह्रो अनुहार बिगार्नु हुँदैन। तपाईँ हामीलाई चिन्ता सबैलाई हुन्छ, पीडा सबैलाई छैन भन्नु त यहाँ सोध्नु एक एक गरी भने कसैलाई सम्पत्ति कम होला, कसैलाई अलि राम्रो हुन पाए हुन्थ्यो भन्ने होला, अनि सँगसँगै कसैलाई यश पाउन पाए हुन्थ्यो भन्ने होला, कीर्ति पाउन पाए हुन्थ्यो भन्ने होला, अनि सँगसँगै कसैका सन्तान सन्तति नहुनु होला होइन। हरेक कुराको चिन्ता छैन भन्नु त। तर चिन्ता हुँदा पनि साह्रै धेरै चाहिँ अनुहार बिगार्नु हुँदैन अरे क्या। चिन्ता सबैलाई छ, तर हेरि नसक्नु अनुहार बनाएको रहेछ नि आत्मदेवले चाहिँ। यदि तपाईँ हामीले चिन्ता गऱ्यौँ भने हाम्रो जीवन बर्बाद हुँदो रहेछ। ए ऋषिले भन्नुभयो ब्राह्मण देवता तपाईँलाई के त्यस्तो चिन्ता परेको छ, साह्रै धेरै अनुहार बिगार्नुभयो तपाईँले भनेपछि यहाँ आत्मदेव अब भन्न थाले। के भन्नु ऋषि, म त मेरा सन्तान नभएर असाध्यै दुःखी भएको छु। धिक्जीवित प्रजाहीन धिक्रियं च प्रजां विना धिक्कुलं च न पत्यस्य धिक्कुलं सन्ततिं विना। जो व्यक्तिलाई मनमा दुःख हुन्छ भने त्यो व्यक्तिले संसार अँध्यारो देख्दो रहेछ। जो व्यक्तिको मन खुसी छ भने त्यो व्यक्तिले संसार अँध्यारो भए पनि आफू उज्यालो हुँदो रहेछ। मान्छेलाई भित्र पीडा छ, दुःख छ भने धेरै मान्छेसँग बसे पनि त्यो मान्छेलाई भित्र पीडा भइरहँदो रहेछ। अरू नाचे पनि हाँसे पनि एक आपसमा वार्तालाप गरे पनि त्यो व्यक्ति चाहिँ जहिले भिडमै बसे पनि अँध्यारो भइरहँदो रहेछ। जो व्यक्तिको मनमा खुसी छ भने त्यो व्यक्ति नै जहाँ जाँदा पनि खुसी हुँदो रहेछ भन्ने कुरो यो कथाबाट हामीले यहाँ बुझ्नुपर्छ। यो आत्मदेवता नि भन्छन् म कतै जान्छु अनि कसैको घरमा गएर गाई पालेको देख्छु, अनि मेरा पनि त घरमा गाई द्याउन भनेर लिएर आउँछु, किन ल्याउँछु, अनि त्यो गाई ल्याउँछु। गाई ल्याएपछि गाई 2-4 दिन पाल्छु, 2-4 दिनपछि त्यो गाईले कि दुध दिँदैन कि त्यो गाईको प्राण जान्छ, के हुन्छ गाई पनि मेरो घरमा हुँदैन। अनि रुखहरू पनि कतै गएर अर्काको घरमा फुल रोपेको देख्छु, फुल रोप्नु पर्यो भनेर ल्याएर फुल रोप्छु, त्यो फुल पनि मर्छ। अनि यस्तो हुन्छ, मेरो सन्तान नभएर म साह्रै दुःखी छु हे ऋषीश्वर भनेर जब आत्मदेवले आफ्नो दुःख व्यक्त गर्नुभयो, त्यसपछि भन्नुहुन्छ तपाईँ त ऋषि हो, मलाई जसरी भए पनि सन्तान दिनुहोस् भनेपछि ती ऋषिले हेर्नुभएछ आत्मदेवको त 7 जन्मसम्म छोराछोरी हुने भाग्य नै रहेन रहेछ। भनिदिनु भयो आत्मदेव तिमीले सन्तानको रहर नगर, तिम्रो सन्तान सुख भोग्ने त योगै रहेन रहेछ। सन्तान भएर पनि सुसन्तान भएनन् भने सुख कहिले पाइँदैन। सगर नाम गरेका राजाका 60,000 छोराहरू थिए, एकैचोटि डढेर भस्म भए। सन्तान भन्ने कुरो त्यस्तो हुन्छ। तिम्रो
आफ्नो भाग्यमा छैन भने लिखित म पिला लाटे प्रोजितुम कस समर्थ लेखेको कुरो मेटिँदैन अरे क्या सज्जन तपाईँ हाम्रो पनि नि त्यही भएर त तपाईँ हामी जीवनमा प्रगति गर्न तपाईँ हामी सबैलाई मन छ सम्पत्ति कमाउने तपाईँ हामी सबैलाई मन छ कसलाई छैन सबैलाई छ नि तर गर्दा गर्दै कसैले कति कमाइन्छ एउटै आमाको घरबाट जन्मिएका दाजुभाइ कसैले अब कति कमाउनुहुन्छ कसैले कति कमाउनुहुन्छ एउटै स्कुलमा सँगै बसेको साथी एउटा कहाँ पुग्छ अर्को कहाँ पुग्छ हो कि होइन भन्नु त सबैलाई मन हुन्छ तर भाग्यमा पनि भर पर्दो रहेछ आत्मदेवले सम्झाउनु भयो तिम्रो त छोराछोरीको योग छैन किन तिमी एक जन्म मात्र होइन 7 जन्म पो रहेन रहेछ अब यसरी जबरजस्ती गर्नु हुँदैन भाग्यमा नभएको कुरा भनेपछि त आत्मदेवले भनेछन् म प्राण त्यागिहाल्छु तपाईँको छेउमा भनेपछि एउटा फल झिकेर दिनुभएछ ती ब्राह्मणले आफ्ना छेउमा कसैले प्राण त्याग्यो भने ब्रह्म हत्याको दोष लाग्छ अरे त्यसै कारणले गर्दा आफूले सकिन्छ भने केही उपाय गर्नु पर्दो रहेछ दिनुभयो र भन्नुभयो तिम्रो सन्तान सुख भोग्ने चाहिँ योग छैन अब तिमीहरू प्राणै त्याग्छौ भने चाहिँ यो फल लगेर आफ्नो पत्नीलाई दिनु भनेपछि आत्मदेवले फल ल्याएर आफ्नो पत्नीलाई दिन लागे इति विप्राग्रहं दृष्ट्वा प्राब्रवीत शतबोधन चित्रकेतुर्गत कष्ट विधिलेख विमार्जना अब पत्नी धुन्धुलीलाई फल दिए आत्मदेव आफ्नो कर्मतिर जानुभयो यी धुन्धुलीलाई अब निद्रा पनि लाग्न छोडो भोक पनि लाग्न छोडो हातमा फल बोकेकी छिन् एकजना आफ्नो मिल्ने साथी रहेछ ती साथीलाई बोलाइछन् र आफ्नो मनको तर्कनाहरू प्रस्तुत गर्न लागि छिन् हेर साथी आज हाम्रा पतिले एउटा फल लिएर आउनुभएको छ यो फल खाएपछि त नि मेरो गर्भ रहन्छ रे फल भक्षेण गर्भ गर्भेडो तर वृद्धिदा स्वल्प पक्षम ततो शक्ति रे क्रिया कार्यम कथम भवेत् हातमा फल बोकेकी छिन् साथीलाई भन्छन् तिमीले त सन्तान धेरै प्राप्त गरेकी छौ के छ यो फल खाइसकेपछि अब सन्तान गर्भमा आएपछि शरीर ठुलो हुन्छ अरे उदरोत्तर वृद्धिदा पेट पनि ठुलो हुन्छ अनि म यति राम्री छु कति रूप राम्रो छ मेरो भक्तवत्सल भगवानको भागवत भगवानको हेर्नु ल यी धुन्धुली भन्छन् मेरो यति राम्रो रूप छ मेरो यो सबै रूप बिग्रिन्छ त्यसै कारणले गर्दा यो फल म खान्न त्यति मात्रै होइन स्वल्प भक्षम खानेकुरा रुच्दैन अरे के तर्कना गर्छ तपाईँ हाम्रो नि आफ्नो आफ्नो स्वभाव अनुसार मान्छेले अभिव्यक्ति दिँदो रहेछ क्या आफ्नो आफ्नो विचार अनुसार मान्छेको प्रस्तुतिलाई देखिँदो रहेछ यहाँ धुन्धुली के भन्छन् त भन्दा म यति राम्री छु गर्भमा सन्तान आएपछि खानेकुरो पनि रुच्दैन अरे अब यदि खानेकुरो रुच्दैन भने म त लुते भइहाल्छु नि मलाई त धेरै खानुपर्छ यो धुन्धुली त धेरै खाँदिरहेछ अनि गृह कार्यम कथम भवेत् यो हाम्रा श्रीमान पढ्नका लागि घरबाट गइहाल्नुहुन्छ यो घरको काम कसले गर्छ त्यति मात्रै होइन जङ्गलमा आगो लाग्यो भने मैले सुनेको छु जङ्गलमा आगो लाग्ने बेला छ अरे हाम्रो गाउँमा कसैले आगो लगाइदियो भने तिमीहरू सबै भाग्छौ म चाहिँ डढेर मर्ने रहेछु किनभने मेरो गर्भमा बालक हुन्छ गर्भ ठुलो हुन्छ अनि यी धुन्धुली अझै भन्छन् मैले सुनेको छु सुखदेव त आमाको गर्भमा 12 वर्ष बस्नु अरे अब मेरो घरमा पनि यो बालक 12 वर्ष बस्यो भने म त मरिहाल्ने रहेछु नि भनेर नि यस्ता तर्कना गर्न थाले यी साथीलाई पनि दिक्क लागेछ क्या कसैको स्वभाव त्यस्तो हुन्छ आफ्नो कुरो भनेको भनै होइन अरूको कुरो नसुन्ने भक्तवत्सल भगवानको आएर कुर्सीमा बसो अनि अरूले केही सोध्दैन होइन आफू पट्टट्ट बिहानदेखि बेलुकासम्म के गरियो त्यो कुरो चाहिँ भनेको भने गर्ने स्वभाव हुन्छ क्या यो धुन्धुलीको पनि त्यस्तै रहेछ साथी केही भन्दैनन् उनले भनेको भने गर्छन् आफ्नो कुरा ती साथीलाई पनि दिक्क लागेछ धुन्धुली यसमा मलाई केही फाइदा छैन न मेरा सन्तान हुने हुन् न केही हुने हो यो फल खाए तिमी खाऊ नखाए नखाऊ म चाहिँ गएँ मेरा घरतिर भनेर ती साथी गइन् यता धुन्धुली त्यही फल बोकेर बसेकी रहेछन्
धुन्दुलीकी बहिनी रहेछन् एकजना। बहिनी आइन्, दिदीको अनुहार बिग्रिएको छ। सोधिन्, दिदी के भयो? ए धुन्दुली भन्छन्, बहिनी हेर तिम्रा भिनाजुले यो फल कहाँबाट लिएर आउनुभयो? यो खाएपछि सन्तान हुन्छ अरे। मलाई सन्तान प्राप्ति गर्न असाध्यै गाह्रो लाग्छ, साह्रो छ। त्यसै कारणले गर्दा म के गरौँ भनेपछि बहिनीले भनेछिन्, आइडिया सिकाइछिन् नि। अब किन चिन्ता लिनुहुन्छ दिदी, मेरा 9-10 जना छोराछोरी भइसके, अब पनि हुनेवाला छ। अब हुनेवाला सन्तान ज्वाइँलाई तपाईँसँग धेरै पैसा छ, भिनाजुले पढेर ल्याउनु भएको, ज्वाइँलाई पैसाको मुठो हातमा राखिदिनु। अब भएको सन्तान एउटा तपाईँलाई दिउँला, गर्भमा सन्तान बोक्नु पनि परेन, अनि सँगसँगै अन्य केही दुःखहरू पनि खप्नु परेन। तपाईँ कति चिन्ता लिनुभएको भनेर उपाय सिकाइदिन्। ए धुन्दुली त खुसी भइन्, कति सजिलो हेर्नु त। 10 महिना गर्भमा बोक्नु पनि परेन, कति सजिलो गरी सन्तान हुने भयो। कति गाह्रो छ होइन, आमाहरूलाई थाहा छ। अनि सँगसँगै अन्य अन्य दुःखहरू पनि गर्नु परेन, हुन्छ भनेछिन्। अब यो फल चाहिँ के गर्ने त भनेपछि सल्लाह भएछ, यदि ऋषिले दिएको फल साँच्चै हुन्छ कि हुँदैन, परीक्षा पनि हुन्छ, यो फल चाहिँ गाईलाई दिउँ भनेर एउटा गाई पालेको रहेछ घरमा, गाईलाई दिने विचार गरे। लगेर गाईलाई खुवाइदिए, गाईले पनि त्यो फल खायो। आत्मदेव त अब खुसी हुनुभयो, गाउँमा हल्ला गर्नु हुँदो रहेछ, हेर तिमीहरू मलाई सन्तान छैन भनेर हेप्छौ नि, अबका 10 महिना पछाडि मेरा घरमा आउनु, मेरा घरमा तिमीले सन्तान देख्छौ भनेर नि। यसो आफ्नो दोपट्टा उचालेर अनि देखाउँदै देखाउँदै यसरी घुम्नु हुँदो रहेछ आत्मदेव नामको ब्राह्मण। सबैलाई खुसी लाग्यो सज्जन हेर्नुलाई। हेर यी आत्मदेव नामको ब्राह्मण सन्तानबाट साह्रै पीडित थिए, छोराछोरी भनेर हत्या गर्थे। भगवान्ले कृपा गर्नुहुने भएछ, यिनको कल्याणै होस् भनेर सबैले आशीर्वाद दिनुहुँदो रहेछ। हामीलाई पनि के लाग्छ, समाजमा कसैले दुःख पायो, कष्ट भयो भने त्यसको उद्धारै होस् भन्ने हामीलाई लाग्छ नि त, लाग्दैन भन्नु त। कोही व्यक्तिले दुःख पाउनुभयो, कसैको त्यस्तो भयो भने हामी के गर्छौँ, सकेसम्मको सहयोग गर्छौँ। त्यस पश्चात सबै गाउँका पनि खुसी हुनुहुन्थ्यो। यतापट्टि बहिनीको पनि ठिक्क सन्तान जन्मियो, उता धुन्दुलीको पनि 10 महिना भएछ। यता आत्मदेव पढ्न जानुभएको समयमा बहिनीका घरमा एउटा बालकले जन्म लिएछ। ज्वाइँले ल्याएर धुन्दुलीका छेउमा राखिदिनु भयो। धुन्दुलीले पैसाको बिटो हातमा राखिदिनु भयो। आत्मदेव घरमा आउँदा त एउटा सुन्दर बालक घरमा छ, साह्रै खुसी हुनुभयो। अनि त्यस पश्चात यी धुन्दुलीले भनेछिन्, पतिदेव मेरो त स्तन आएन, बहिनीको पनि भर्खर बालक बिग्रिएको भन्ने सुनेको छु, के गरौँ, बहिनीलाई ल्याएर स्तनपान गराउँदा हुँदैन भनेर भनेपछि आत्मदेवले हुन्छ भन्नुभयो। बहिनीलाई पनि ल्याएर राख्नुभयो। बहिनीको स्तनपान गर्दै गर्दै 11 दिन बित्यो। अब नाम राख्ने समय भयो। आत्मदेवले बल्ल बल्ल जन्मिएको सन्तान नाम राख्नका लागि विद्वान गुरुहरूलाई बोलाउनु भएछ। हामी पनि त घरमा कर्म गर्दा, कार्यहरू गर्दाखेरि मनले खाएका व्यक्तिलाई बोलाउँछौँ, हो कि होइन भन्नु त। भक्तवत्सल भगवानको, भागवत भगवानको। यो आत्मदेव विद्वान हुनुहुन्थ्यो। ए मेरा सन्तानको नाम, मेरो छोराको नाम चाहिँ विद्वान गुरुहरूको मुखबाट राख्नु पर्यो भनेर 11 जना गुरुहरू बोलाउनु भएको छ। कसले कति पढेको छ, कसले कति पढेको छ भन्ने कुरो त्यो विषयको व्यक्तिलाई थाहा हुन्छ। डाक्टरले कति पढेको छ भन्ने कुरो डाक्टरलाई थाहा हुन्छ। अनि अन्य आफ्नो आफ्नो विभागको कुरो आफ्नो आफ्नो विभागको मान्छेले थाहा पाउँछ अरे क्या। आत्मदेवलाई थाहा थियो नि त, कसले कति पढ्नु भएको छ, कसले कति पढ्नु भएको छ, कोसँग कति निष्ठा छ, कोसँग कति नियम छ, सबै थाहा थियो। अनि बोलाउनु भएर जब नाम राख्ने बेला हुन आँट्यो, त्यतिखेर ती धुन्दुली त जुरुक्क उठिन्छन्। ए मैले सबै कुरो हेरेँ, यत्रो 10 महिना घरमा बोकेर जन्म दिने चाहिँ म, अनि नाम राख्ने चाहिँ तपाईँको खुसीले अरू अरू बोलाएर राख्नुपर्ने, नाम राख्न पनि ब्राह्मण चाहिन्छ, मेरो छोराको नाम त म आफै राख्छु नि भनेर जुरुक्क उठिन्छन्। आएका गुरुहरू पनि छक्क भन्नुभयो। अब पढ्न गइएको छ, कहिले त्यो घरको अवस्था झगडा जस्तो भयो। त्यस पश्चात धुन्दुले भने मेरो छोराको नाम म आफै राख्छु नि, मेरो नाम धुन्दुली, मेरो छोराको नाम धुन्धुकारी भनेर राखिन्छन्। भक्तवत्सल भगवानको
गुरुहरू पनि छक्क भन्नुभयो। अनि आत्मदेवलाई खुसुक्क भन्नुभएछ, आत्मदेव तपाईँको छोराको नाम चाहिँ यो जुरो है भनेर नि देखाइदिनु भएछ। सुदेव जुरेको रहेछ, कति राम्रो नाम। तपाईँ हामीले पनि हाम्रा सन्तान सन्ततिको नाम राख्ने बेलामा कहिले पनि तलमाथि गर्नु हुँदो रहेछ। गुरुजी मलाई हतार छ, मेरो छोराको नाम राख्नुपर्ने, 1 घन्टामै सकेर गइदिनुहोस्। त्यति मात्रै होइन, भोक लाग्छ, बिहान 6 बजी सूर्य उदय हुँदैखेरि 7 बजी सकिदिनुहोस् भनेर तपाईँ हामीले साह्रै हतार पनि गर्नु हुँदो रहेछ। र सँगसँगै नाम राख्ने कुरामा ध्यान पनि दिनुपर्दो रहेछ। तपाईँ हामीले नामै शुद्ध राखेन भने त्यो व्यक्तिको जीवन कस्तो हुन्छ एकचोटि कल्पना गर्नु त। कहिले पनि तलमाथि गर्नु हुँदो रहेछ। बरु 1 जना नभए 5 जना मान्छे गुरुहरूलाई सोध्नु, अहिले त सजिलो छ, गुरुहरू प्रशस्ति हुनुहुन्छ। सँगसँगै सामाजिक सञ्जालको माध्यमद्वारा बुझ्न पनि सकिन्छ। तर बुझेर राख्नु होला, नाम राख्ने क्रम कहिले तपाईँ हामीले तलमाथि गर्नु हुँदो रहेछ। यो कथाबाट पनि हामीले बुझ्नुपर्छ। गुरुहरूले भनेको कुरा मान्नु पर्दो रहेछ, पिता पुर्खाले भनेको कुरो मान्नु पर्दो रहेछ, नभए दुःख पाइयो। अब धुन्धुकारी नाम राखेन धुन्धुलीले, सुदेव नाम जुरेको थियो। आत्मदेव खिन्न भए। 3 महिना बित्यो, गाईका घरबाट पनि एउटा सुन्दर बालकले जन्म लियो। शरीर सबै मान्छेको छ, कान चाहिँ गाईको जस्तो छ। नाम राख्ने दिन भयो, नाम पनि गोबाटै जुरो। अनि गुरुहरूले विचार गर्नुभयो, यिनको गाईबाट जन्म लिएका छन्, नाम पनि गोबाट जुरेका कारणले गर्दा यिनको नाम गोकर्ण राखौँ भनेर गोकर्ण नाम राखिदिनु हो। कति राम्रो नाम। गो भनेको गाई, कर्ण भनेको कान। गाईको जस्तो कान भएकोले गर्दा यिनको नाम गोकर्ण भयो। दुवै दाजुभाइ हुर्किँदै बढ्दै जानु गए। एक दिनको कुरा हो, गुरुकुलमा पढाउने समय भयो। आत्मदेवले आफ्ना यी दुईटै छोरालाई राम्रो गुरुकुलमा लगेर हालिदिनु भएछ। धुन्धुकाईलाई पनि लानुभयो, आत्मदेवलाई पनि लानुभयो। लगेर छोड्नुभयो। आत्मदेवलाई छोड्नुभयो, आत्मदेव उहीँ पढ्न थाले। तर धुन्धुकाईलाई छोडेर आउनुभयो। छोडेर आउँदाखेरि बुवा आउनुभन्दा अगाडि घरमा आएछ, भागेर नि। कहिले कहिले हामी गुरुकुल बस्दाखेरि यस्ता घटना धेरै देख्थ्यौँ क्या। भक्तवत्सल भगवानको बिचरा बुवा आमा होइन, पहाडदेखि कहाँदेखि आफ्ना छोराछोरीले पढ्छन् भनेर शिरमा चामलका पोका बोकेर गुरुकुलमा ल्याउनुहुन्छ क्या, साधु टार पढ्दाखेरि हामी। अनि छोडेर जानुहुन्थ्यो। ती छोराछोरी चाहिँ भोलि पर्सि त्यत्तिकै छोडेर जाने, फटा हुने, बदमास हुने पनि धेरै देख्यो। कति त त्यस्ता पनि थिए, बुवा आमा घर पुग्नुभन्दा अगाडि पनि अघि कताबाट जाने। आज यस्तै भएछ। यो धुन्धुकारी त बुवा घर आउनुभन्दा अघि भागेर आएछ। घरमा आएर हेर्दा त छोरो घरमै छ। गाली गर्नुभयो, सम्झाउन खोज्नुभयो, तर केही पनि गर्न सक्नु भएन। अनि धुन्धुकारी बढ्दै गयो, दुर्व्यसनतिर लाग्यो, शस्त्र अस्त्र धारण गर्न थाल्यो। अनि त्यस्तैको सङ्गत गर्न थाल्यो। गोकर्णजी विद्वान हुनुभयो। गोकर्ण पण्डित ज्ञानी, धुन्धुकारी महाखला। सँगैमा भाइ पढेर विद्वान हुन थाले, दाजु मूर्ख। खल पनि होइन, महाखल अरे, धेरै मूर्ख। अनि वन्य जन्तुहरूलाई मार्ने, वृद्ध गाउँका व्यक्तिलाई दुःख दिने, त्यस्ता कर्म गर्दै गर्दै गयो। एक दिन त के गरेछ यो धुन्धुकारीले भने, आत्मदेव जब गर्दै हुनुहुन्थ्यो त्यतिखेर आएर आफ्नो पिताको पञ्चपात्रहरू सबै फालिदियो। अनि पितालाई गाली गर्न थाल्यो, कुट्न थाल्यो। पिताजी, अब तपाईँले मलाई सम्पत्ति दिनु, नभए म तपाईँलाई वध गर्छु भनेपछि यी आत्मदेवलाई साह्रै दुःख लागेछ। जुन सन्तान भरेर मैले मरिहत्या गरेँ जीवनमा, आज त्यही सन्तानको कुटाइ खानु पर्यो। मलाई त्यतिखेरै ती ऋषिले भन्नुभएको थियो, सन्तान कुपुत्र हुनुभन्दा संसारमा नराम्रो केही पनि होइन। तर मैले मानिनँ, मेरो कर्म यस्तै रहेछ। आज दुःखी भएँ, दुःख पाएँ भनेर नि भित्र वैराग्य आयो। तपाईँ हामीलाई पनि आफ्ना सन्तान सन्ततिहरू नराम्रो भयो भने सज्जन, तपाईँ हामीलाई दुःख लाग्छ। सन्तानले सुकर्म गरे भने त्योभन्दा ठुलो उपलब्धि केही पनि होइन रहेछ। अनि त के गरौँ, कता जाउँ भएछ। त्यतिकै अँध्यारो भएर बस्नुभएको थियो। गोकर्ण टुप्लुक्क आइपुग्नु भएछ। अनि
छोरालाई सोध्नुभयो बाबु विद्वान छन् भने तपाईँ हामीले आफ्ना सन्तान सन्ततिलाई पनि सोध्नु पर्दो रहेछ व्यवहारमा नि। गोकर्ण विद्वान हुनुहुन्थ्यो बाबु अब म के गरौँ तिम्रा कि दाजुले मलाई यस्तो व्यवहार गरे भनेपछि गोकर्णले ज्ञान दिनुभयो जसलाई हामी गोकर्ण गीता भनेर भन्छौँ। न चन्द्रस्य सुखम किञ्चिन् न सुखम चक्रवर्तिन सुखमस्ति विरक्तस्य मुनेरेकान्तजीविनः। गोकर्णले आफ्ना पिता आत्मदेवलाई सम्झाउनुभयो। जो व्यक्तिले सज्जन विद्वान व्यक्ति छ, जो व्यक्तिले जीवनमा धेरै अनुभव गरेको छ भने त्यो व्यक्तिको बाणी नै फरक हुँदो रहेछ, स्वभाव फरक हुँदो रहेछ, व्यवहार फरक हुँदो रहेछ। अरूले जे गरून् त्यो कुरामा यादै हुँदो रहन्छ। आज गोकर्णले के भन्नुभयो त आफ्नो बुवालाई, बुवा तपाईँले किन चिन्ता लिनुभएको पिताजी, संसारमा सुख त कसैलाई पनि छैन। कसैलाई शरीरको दुःख छ, कसैलाई मनको दुःख छ, कसैलाई धनको दुःख छ, कसैलाई परिवार नमिलेर दुःख छ। इन्द्रलाई त दुःख छ भने तपाईँले के को दुःखको कुरा गर्नुभएको? तपाईँ त सामान्य मनुष्य हो। अब तपाईँ मेरा छोराछोरी भन्ने कुरो मनमा हटाइदिनु। हेर्नु होला छोराले कस्तो कुरा गर्नुहुन्छ, हाम्रा छोराछोरीले यस्ता कुरा गर्नु भने हामी के गर्छौँ? अब मेरो छोरो पनि भन्दिनँ छोड्नु, अनि मेरा साथीसँग इष्टमित्र पनि भनेर तपाईँले छोडिदिनु। यो संसार भनेको त अँध्यारो कुवा हो, यो संसारमा नफस्नु पिताजी। अब तपाईँ हाम्रो शरीर भनेको त कस्तो हो? देहेस्ति मां सारुधिरे विमतिं त्यजत्वा जाया सुतादिषु सदा ममतां विमुञ्च पश्यानिशं जगदिदं क्षणभङ्गनिष्ठं वैराग्यरागरसिको भवभक्तिनिष्ठः। यो शरीर त कस्तो अरे भने गोकर्ण सम्झाउनुहुन्छ एउटा घर हो। जसरी एउटा घर बन्नका निमित्त कति कुरा लाग्छ हाम्रो घर बनाउन। सिमेन्टी चाहियो, बालुवा चाहियो, अनि वाल चाहियो, रड चाहियो, खाबा चाहियो। त्यस्तै यो हाम्रो शरीर हो। यसमा त देह अस्ति रुधिर अभिमतिम, यसमा त हड्डीको खम्बा छ, छालाले लिपिएको यस्तो घर हो। त्यसै कारणले गर्दा यो मेरो शरीर प्रिय छ भनेर तपाईँ शरीरको मोह नगर्नु। शरीर त भोलि मृत्यु भएपछि सकिन्छ। हाम्रो शरीरबाट प्राण गएपछि यो शरीर सक्यो। हेर्नु अहिले हामी कति राम्रो हात भन्छौँ, फलानु व्यक्ति कति राम्रो भन्छौँ, हो कि होइन? भोलि प्राण गएपछि त्यो व्यक्तिको अनुहार पहेँलो हुने हो कि रातो हुने हो कि कालो हुने हो, डर लाग्दो हुन्छ। आज त्यही हात, त्यही आँखा, त्यही अनुहार कति प्रिय छ अरूलाई। त्यसै कारणले गर्दा यो शरीर भन्ने कुरो त्यस्तो हो पिताजी। शरीरको तपाईँ माया गर्दै नगर्नु। अनि अरूले जेसुकै गरोस्, साथीले जेसुकै गरून्, सङ्गीले जेसुकै गरून्, अनि आफ्नी पत्नीले जेसुकै गरून्, अरूको दोषको पनि याद नगर्नु। यदि तपाईँ हामीलाई सुख पाउने इच्छा छ भने यो गर्नु पर्दो रहेछ। हामीलाई मन चञ्चल हुन्छ नि, होइन? मन लाग्दैन, सबै कुरो भएर पनि हामीलाई चिन्ता हुन्छ नि। कारण यही हो, हामी सबै मेरो मेरो भन्छौँ, म कति राम्रो भनेर अहङ्कार गर्छौँ। यो शरीर कहिले मर्दैन जस्तो गर्छौँ। अनि दुःख पाउँदा हजुर भन्छौँ, सुख पाउँदा बिर्सिन्छौँ। अनि कहाँबाट सुख हुन्छ? भक्तवत्सल भगवानको। अनि त अनि नराम्रा कर्महरू गर्छौँ, त्यो नराम्रो कर्मले तपाईँ हामीलाई जीवनमा पोलिरहन्छ। अनि तपाईँले जसले जेसुकै गरेर छोडिदिनु, जङ्गलमा गएर भगवानको तपस्या गर्नु भनेपछि आत्मदेव खुसी हुनुभयो। 60 वर्षको उमेरमा आत्मदेवले घर छोडेर जङ्गलमा जानुभयो र भगवत गतिलाई प्राप्त गर्नुभयो। त्यसै कारणले गर्दा सज्जन तपाईँ हामीले पनि आफ्नो प्रारब्धको पनि विश्वास गर्नुपर्दो रहेछ। अनि कहिले पनि नराम्रो कर्म गर्नु हुँदो रहेछ। आज यी धुन्धुलीले नराम्रो गर्दाखेरि आफै दुःख पाइन्। यदि नराम्रो गरियो भने त्यसको फल आफै भोग्नुपर्छ, चाहे छिटो होस् चाहे दुःख होस्। अनि कसैले कसैलाई केही भन्नु हुँदो रहेछ संसारमा नि, जसले जेसुकै गरोस्। यदि तपाईँ हामीले कसैले कसैको चित्त दुखायौँ भने चाहिँ त्यो असाध्यै नराम्रो हुँदो रहेछ क्या।
अरू कसैले कसैको चित्त दुखायो भने याद हुँदो रहेछ। तर आफन्तले नि जो व्यक्तिबाट तपाईँ हामीले धेरै विश्वास गरेको छ, जो व्यक्तिले चाहिँ मलाई जीवनमा केही भन्नुहुन्न भन्ने हामीले विश्वास गरेका छौँ, त्यही व्यक्तिबाट चाहिँ तपाईँ हामीलाई विश्वासघात भयो भने हाम्रो हृदय साह्रै दुख्दो रहेछ क्या। एकचोटि सुन र फलामले कुरा गर्दो रहेछ। सुनले फलामलाई के भन्यो भने, हे फलाम भाइ, तिमीलाई पनि कुट्छन्, मलाई पनि कुट्छन्। सुनलाई पनि त कुटेर गहना बनाउँछन्, फलामलाई पनि कुटेर के सामान बनाउँछन् होइन, फाली बनाउँछन् अनि के बनाउँछन्। सुनले भनेछ अनि कुट्दाखेरि खोइ मलाई पनि कुट्छन्, म त्यत्रो धेरै आवाज निकालेर रुन्न, अनि तिमीलाई कुट्दा चाहिँ तिमी कति धेरै रुन्छौ, यो कारण के हो? तपाईँहरूले ख्याल गर्नुभएको छ, सुनलाई कुट्दाखेरि नि सुन त्यत्रो कराउँदैन अरे क्या। तर फलामको केही सामान बनाउँदा विचार गर्नु त कत्रो आवाज आउँछ हो नि, तपाईँहरू कसले ख्याल गर्नुभएको छ। भनेपछि त्यतिखेर त्यो फलामले सुनलाई के भनेछ भने नि, यसको कुरो गहिरो छ। हेर सुन भाइ, तिमीले कुरो त राम्रो गर्यौ, किन तिमी रुँदैनौ? म किन रुन्छु त भन्दाखेरि तिमीलाई कुट्ने चाहिँ पराई हुन्छ। त सुनलाई नि सामान बनाउने चाहिँ फलाम हुँदो रहेछ क्या, त सुनलाई कुटेर बनाउने। अनि पराईले कुट्दाखेरि तिमी खप्छौ, कम रुन्छौ। तर तिमीले ख्याल गरेका छौ, मलाई कुट्ने त केवल मेरै दाजुभाइ हुन्छन्, फलाम कुट्ने फलामै हुँदो रहेछ क्या। अनि आफ्नालाई कुट्दाखेरि साह्रै पीडा हुँदो रहेछ। अनि त्यही भएर मैले कसलाई सुनाउनु, अब सुनाउने ठाउँ कहाँ रहेर? अब आफ्नैबाट विश्वास सकिएपछि संसारमा कहाँ जानु? त्यही भएर म धेरै रुन्छु, त्यही भएर म धेरै शब्द निकाल्छु भनेर फलामले सुनलाई सम्झाएको थियो अरे क्या सजन। त्यसै कारणले गर्दा अर्काले भन्यो भने बरु मान्छेले बिर्सिँदो रहेछ। अब जीवनमा होइन, हिँड्ने क्रममा कति साथी हुन्छन्, कति सङ्गी हुन्छन्, कतिसँग भेट हुन्छ, कसले के भन्यो सबै याद छ भन्नु त? तपाईँहरू स्कुल पढ्नुभयो, अब सँगसँगै कलेज पढ्नुभयो, देश विदेश जानुभयो, कसले के भन्यो त्यो साध्य हुँदो रहेछ। तर आफ्ना व्यक्तिले भनेको कुरो चाहिँ रहिरहँदो रहेछ। त्यसै कारणले गर्दा कहिले पनि कसैले कसैलाई चित्त दुख्ने चाहिँ बाढी र व्यवहार गर्नु हुँदो रहेछ भन्ने कुरा हामीले यो कथाबाट पनि ज्ञान लिनुपर्छ। समादरणीय भक्तजन, हामीले यिनै परम पवित्र कथा प्रसङ्गहरू 4 अध्यायका माध्यमबाट सुन्यौँ र भोलि पनि अब यो धुन्धुकारीको कथा अझै बाँकी छ। यो धुन्धुकारीले कस्ता कस्ता कर्महरू गर्नेछन्, त्यो धुन्धुकारीको उद्धार कसरी हुनेछ भन्ने हामी परम पवित्र कथा प्रसङ्गहरू हजुरहरूलाई भोलि बेलुका यसरी नै महात्माको माध्यमबाट सुनाउनेछौँ भन्ने जानकारी गराउँदै भन्दा भएका कमी कमजोरी र हजुरहरूले सुन्दा पनि त्यस्ता केही कमी कमजोरीहरू भयो भने, हजुरहरूको मन पनि विचलित भयो भने, पुराण सुन्न बस्दा हामी सबैलाई थाहा छ होइन, घरबाट आउँदा हामी सुन्ने भनेरै आयौँ, तर पनि हाम्रो मन चञ्चल भइहाल्छ। यहाँ आएपछि अब के देखिन्छ, यहाँ आएर हल्ला गरौँ भनेर त कोही आउँदैनौँ, सबै सुन्ने भनेर आएका छौँ। तर पनि केले होइन, त्यो आफ्नो प्रारब्ध हो क्या। धर्म गर्ने त्यो कसैको पनि गल्ती होइन, हजुरहरूको पनि गल्ती होइन, कसैको पनि होइन। आफ्नो लिने कति छ भन्ने कुरो चाहिँ त्यो आफ्नो पूर्व जन्ममै ल्याएको हुँदो रहेछ क्या, त्यसले तपाईँ हामीलाई छल्छ। अब आफ्नो भाडो कत्रो छ होइन, समुद्रमा हामीले कत्रो भाडो लिएर जान्छौँ त्यति नै पानी ल्याउने हो। कसैले गाग्रो लिएर जानुभयो भने धेरै ल्याउनुहुन्छ, अजुली लिएर जानुभयो भने आउँदैन। त्यही हो, आफ्नो प्रारब्धले गर्दा हामीलाई यस्तो हुन्छ। तर अब मन चञ्चल बनाऊँ भनेर हामी कोही पनि आउँदैनौँ। तपाईँहरूको मन पनि चञ्चल भयो, बिचमा अब हरेक कर्महरू भयो भने ती सबै कर्म भगवान्ले क्षमा गर्नुहोस् भन्ने कामना गर्दै र आदरणीय कर्ता बुवाहरूले जुन मनोवाञ्छित कामना राखेर यो भागवत महापुराणको आयोजना गर्नुभयो, उहाँहरूको मनोवाञ्छित कामना पनि भागवत भगवान्ले पूर्ण गर्नुहोस् भन्दै महात्म्यको आजको कथा चाहिँ यहीँ सकिन्छ। अब यस पश्चात असाध्यै सुन्दर सुन्दर ज्ञान मञ्च र सँगसँगै आज हामीसँग सुन्दर झाँकी पनि छ। तसर्थ हजुरहरूले झाँकीको पनि अवलोकन गर्नुहुनेछ। झाँकीका माध्यमबाट हामीले दिव्य ज्ञानलाई प्राप्त गर्न सक्छौँ। त्यस्तो खालको
झाँकी छ, ज्ञानवर्धक झाँकी, त्यसलाई पनि हजुरले हेरेर मनन गरेर व्यवहारलाई उतार्नुहोला भन्ने कामना गर्दै आउनुहोस्। अब एउटा सुन्दर भजनलाई श्रवण गरौँ। त्यस पश्चात ज्ञानमञ्च कार्यक्रम अनि झाँकीको अवलोकन गर्दै गर्दै हामी बिबिचमा भजनमा नृत्य गर्दै गर्दै घर प्रस्थान गर्नेछौँ। हजुरहरूलाई भोलि पनि आजकै जस्तो 11 बजीबाट 3 बजीसम्म हामी कथा श्रवण गराउनेछौँ। हजुरहरू पनि आउनुहोला, सुन्नुहोला। अब धेरै दिन छैन, भोलि र पर्सि निगोर्सी त सकिहालौँ। निगोर्सी यतिखेर यहाँ यसरी हामी भेला हुँदैनौँ, तसर्थ अब 2 दिन हजुरहरू यसरी नै आउनुहोला। सुरुबाटै आउनुभयो, यसरी नै आएर हामी यो भागवत मुडा गर्नेछौँ भन्ने कामना गर्दै आउनुहोस्। सुन्दर भजन भक्तवत्सल भगवानको, भागवत भगवानको जय हो। कसरी भजुमा कृष्णको भजन, कसरी भजुमा कृष्णको भजन, भनिदिनु हे प्रभु आफ्नो भक्तलाई, भनिदिनु हे प्रभु आफ्नो भक्तलाई। कसरी भजुमा कृष्णको भजन, कसरी भजुमा कृष्णको भजन, भनिदिनु हे प्रभु आफ्नो भक्तलाई, भनिदिनु हे प्रभु आफ्नो भक्तलाई। श्री राधे। सबैले ताली बजाउँदै है त। ज्ञान छैन मनमा ध्यान कहाँ हुनु, शान्ति छैन मनमा भजन कहाँ हुनु। ज्ञान छैन मनमा ध्यान कहाँ हुनु, शान्ति छैन मनमा भजन कहाँ हुनु। भनिदिनु हे प्रभु आफ्नो भक्तलाई, भनिदिनु हे प्रभु आफ्नो भक्तलाई। कसरी भजुमा कृष्णको भजन, कसरी भजुमा कृष्णको भजन, भनिदिनु हे प्रभु आफ्नो भक्तलाई, भनिदिनु हे प्रभु आफ्नो भक्तलाई। श्री राधे। कृष्ण कन्हैया लाल की। काम क्रोध लोभ मोह सबै बन्धन, यिनै बन्धनले गर्दा हुन्छ दोमना। काम क्रोध लोभ मोह सबै बन्धन, यिनै बन्धनले गर्दा हुन्छ दोमना। भनिदिनु हे प्रभु आफ्नो भक्तलाई, भनिदिनु हे प्रभु आफ्नो भक्तलाई। कसरी भजुमा कृष्णको भजन, कसरी भजुमा कृष्णको भजन, भनिदिनु हे प्रभु आफ्नो भक्तलाई, भनिदिनु हे प्रभु आफ्नो भक्तलाई। श्री राधे। राधे। मुक्ति छैन प्रभुको नाम नजपे, राधे कृष्ण राधे श्याम रात दिन जपे। मुक्ति छैन प्रभुको नाम नजपे, राधे कृष्ण राधे श्याम रात दिन जपे।
भनिदिनु हे प्रभु आफ्नो भक्तलाई, भनिदिनु हे प्रभु आफ्नो भक्तलाई। कसरी बजुमा कृष्णको भजन, कसरी बजुमा कृष्णको भजन, भनिदिनु हे प्रभु आफ्नो भक्तलाई, भनिदिनु हे प्रभु आफ्नो भक्तलाई, भनिदिनु हे प्रभु आफ्नो भक्तलाई, भनिदिनु हे प्रभु आफ्नो भक्तलाई। बोले कृष्ण कन्हैया लाल की।